नमस्कार मेरो सम्पूर्ण साथीभाइहरूलाई जय मसी मेरो सम्पूर्ण विश्वासीजनहरूलाई मेरो हृदयदेखि तपाईँहरूलाई धेरै धेरै माया अनि तारा मगर मेरो कौशिक खेतीमा फेरि पनि म स्वागत गर्न चाहन्छु। आज चाहिँ म मेरो इन्डोर प्लान्टलाई कसरी सफा गर्छु भनेर देखाउन गइरहेको छु, किनभने हाम्रो इन्डोर प्लान्टहरू एकदमै राम्रो भए पनि यो हामीले यदि सफा गरेन भने त्यो अहिले एकदमै धुलोको सिजन छ है, त्यो धुलोहरू पातहरूमा बसेपछि हाम्रो यो बिरुवाहरू पनि राम्ररी बढ्न पाइँदैन अनि हेर्दा पनि कस्तो नराम्रो फोहोर देख्छ कि। अनि त्यसैले हामीले बेला बेलामा हाम्रो यो पातहरू यो इन्डोर प्लान्टलाई पनि पुसेर सफा गरेर राख्नु पर्दछ। तपाईँहरूले हेर्नुहोला ल हेर्नुहोस् न मेरो मनी प्लान्टहरू हेर्दा कति धुलोहरू छ, कति यस्तो फोहोरहरू छ। यसले गर्दा कस्तो नराम्रो देख्छ। यसलाई चाहिँ हामीले एउटा नरम कपडामा सफा पानीमा भिजाएर यसरी हल्कासँगले हामीले यसलाई पुस्नुपर्छ है। तर यदि हामीले अल्छी गरेर काराकुट पार्यो भने यो पातहरू भाँचिन सक्छ अनि त्यस कारणले हाम्रो बिरुवाहरूलाई उल्टो हानि गर्न सक्छ। अनि त्यसैले हामीले अल्छी नगरिकन जोगाएर यसरी एउटा एउटा पातलाई लिएर हामीले चाहिँ सफा गर्नु पर्दछ। हेर्नु त अब यो सफा गरेको चाहिँ कति साइनिङ आयो नि त। यस्तो सफा हाम्रो प्लान्ट छ अनि यो प्लान्ट सफा देख्यो भने एकदमै राम्रो देख्छ। तर धुलोले भरिएको टाँसेको देख्यो भने कस्तो त्यो प्लान्ट राम्रो भए पनि कस्तो फोहोर नराम्रो देखिन्छ। त्यसैले हामीले यसरी हाम्रो इन्डोर प्लान्टहरू जसरी हामीले दराज टिभीहरू ढोकाहरू हामी पुस्छौँ त्यसै गरेर यो इन्डोर प्लान्टको बिरुवाहरूको पनि यो एक एक पातहरूलाई हामीले चाहिँ बेला बेलामा पुसेर सफा गरेर राख्नु पर्दछ। यसरी साथीहरू है म यो स्नेक प्लान्टलाई पनि हरेक पातलाई तपाईँले यसरी यसरी सर लाएर माथिसम्म यसरी ल्याएर पुस्नुपर्छ। नत्र हामीले यस्तो गऱ्यो भने यो टुप्पा एकदमै कलिलो हुन्छ अनि भाँचिन सक्छ। त्यसैले हाम्रो हरेक यो बिरुवालाई यसरी हामीले एकौटा पातसँग यसरी हामीले पुस्दै जानुपर्दछ। हेर्नुहोस् त यसरी। धन्यवाद मेरो सम्पूर्ण साथीभाइहरूलाई। यसै गरेर तपाईँहरूले पनि आफ्नो घरभित्र रोपेको प्लान्टहरूलाई एकदमै सुन्दर सफा राख्नुहोला अनि घरलाई पनि सजाउनुहोला। यसरी हामीले बेला बेलामा हाम्रो प्लान्टलाई पुसेर सफा राख्यो भने एकदमै बिरुवाहरू राम्रो देख्छ, राम्रोसँग सप्रिन्छ अनि हाम्रो घर पनि सुन्दर देख्छ। अनि जान्न चलाउनुहोला आफ्नो घर लगायत बोट बिरुवालाई पनि राम्रो हेरविचार गर्नुहोला। सबैजनालाई जय मसी अनि नमस्कार, धेरै धेरै माया।